आज हामी अति नै महत्त्वपूर्ण मालिस तेल जुन जडीबुटीबाट निर्मित गरिन्छ मालिस तेल अथवा मसाज ओइल बनाउन गइरहेका छौं। त्यसको लागि हामीसँग विभिन्न खालका हिमाली जडीबुटीहरू, तिनबाट बनेका तेलहरू, सुगन्धित तेलहरू, कोल्ड प्रेस्ड ओइलहरू, विभिन्न खालका चाहिँ जडीबुटीहरूको मिश्रण रहनेछ। ती एक एक गरेर म हजुरहरूलाई भन्न गइरहेको छु। अब यसमा तपाईले देखिरहनु भएको छ यो जडीबुटीहरूको हिमाली जडीबुटीको मिश्रण हो। यसमा यो हिमालमा पाइने हुम्ला, जुम्ला, यो डोल्पाको माथिल्लो भेगमा पाइने जडी जस्तै जटामसीहरू छ, यसमा सुगन्धवाल छ, यसमा यस्तै गरी चिराइतो, सेतक चिनीहरू, त्यस्तै दालचिनी छ, अनि त्यस्तै गरेर यो बर्गेरिया सिलियाटा भन्ने जडीबुटी छ। त्यस्तै गरेर हामीसँग तितेपातीहरू छ, लगायत अलिकति मिड रेन्जमा पाइने जडीबुटी लेमन ग्रास, पामारोजा, सिट्रोनेला लगायत तुलसी, रोजेल यस्ता खालका जडीबुटीहरू यसमा प्रयोग भएको छ। यीमा हाम्रो लगभग केही नभए 15-20 वटा जडीबुटीहरूको मिश्रण छ। त्यस्तै गरेर हामीसँग यसमा सुगन्धित तेलहरू पनि यसमा हामीले प्रयोग गर्नेछौँ। सुगन्धित तेलमा हामीसँग 4 वटा तेल छ। यसमा पहिलो चाहिँ हाम्रो यो पिपरमिन्ट ओइल हो, मेन्था हामीले यसमा प्रयोग गर्नेछौँ। त्यस्तै गरेर अर्को तेल छ हामीसँग लेमन ग्रासको ओइल छ, यो लेमन ग्रासको तेल हो, यो पनि हामीले प्रयोग गर्नेछौँ, हिलिङ ओइल। त्यस्तै गरेर अर्को चाहिँ हामीले हिमालयन सोती जुन पिर्रे झार, यो माथि उचाइमा पाइने हिमाली भेगमा पाइने तेल हो, यो जडीबुटीबाट बनेको तेल हो, यो पनि प्रयोग हुनेछ। यस्तै गरेर अर्को युकालिप्टस, लिप्टिसको तेल हो, यो चाहिँ हामी हिमगिरी तेल पनि भन्ने गरिन्छ, यो प्रयोग हुनेछ। यस्तै गरेर अन्य कोल्ड प्रेस्ड ओइलमा हामीले यसमा पनि 4 वटा तेलहरू प्रयोग गर्नेछौँ। पहिलो हामीसँग यो तेल रहेको छ ढटेलो तेल, यो चाहिँ हाम्रो जुम्ला, हुम्ला र डोल्पाको विभिन्न भागमा पाइन्छ। यो तेल यसको बियाको तेल हो, यो प्रयोग हुनेछ। यस्तै गरेर अर्को हाम्रो मुखमा पाइने कटन सीड, कपासको बियाको तेल, कटन सीड ओइल हो, यो पनि एकदमै हिलिङ, हाम्रो पेनको किलिङको लागि एकदमै महत्त्वपूर्ण छ। त्यस्तै गरेर अर्को जडीबुटी हामीसँग छ यो ग्राउन्डनट ओइल, बदामको तेल हो, यो तेलले पनि हाम्रो शरीरमा दुखाइहरूलाई एकदमै महत्त्वपूर्ण काम गर्छ, यो तेल प्रयोग हुनेछ। र अर्को हिमाली जडीबुटीबाट बनेको तेल छ जसलाई हामी सिडारवुड, देवदारको तेल हो, यो तेल पनि यसमा प्रयोग हुनेछ। र यी विभिन्न खालका जडीबुटी र यो कोल्ड प्रेस्ड ओइल र सुगन्धित तेलहरूको मिश्रणबाट हामीले यो एउटा मसाज ओइल चाहिँ बनाउन गइरहेका छौँ।